नमस्कार, म मनोज दाहाल। तपाईँ विभिन्न कार्यक्रमहरूमा जानुभएको छ अथवा तपाईँले विभिन्न कार्यक्रमहरू हेर्नु भएको छ। सार्वजनिक कार्यक्रमहरूमा गइरहँदाखेरि तपाईँले त्यति धेरै अनुभव गरिरहनु भएको छैन। तर त्यस्ता कार्यक्रमहरूमा धेरै गलत प्रयोग भइरहेका छन्। विभिन्न शब्दहरू छन्, ती चाहिँ गलत प्रयोग भइरहेका छन्। तपाईँले अनुभव नगर्नु भएको हुनसक्छ। तर अहिले तपाईँले यो भिडियो हेरिरहँदाखेरि चाहिँ यस्तो खालको कुराहरू भइरहेको हुन्छ भन्ने कुरा चाहिँ फिल गर्न सक्नुहुन्छ। विभिन्न कार्यक्रमहरू हुन्छन् सामाजिक रूपमा अनि त्यो कार्यक्रममा तपाईँ बोल्न जानुभएको छ। तपाईँ स्वयंले पनि त्यस्ता कुराहरू प्रयोग गरिराख्नु भएको हुनसक्छ अथवा तपाईँले प्रयोग नगरे पनि अरू धेरै व्यक्तिहरूले यो कुराहरू प्रयोग गरिराखेको हुनसक्छ। सकेसम्म आज हामी यो भिडियोमा तपाईँ सार्वजनिक रूपमा कुनै स्टेजमा गएर बोल्दै हुनुहुन्छ भनेदेखि यस्ता कुराहरूलाई कम गर्ने प्रयास गर्नुहोस् भन्ने उद्देश्यसहित हामीले स्टेजमा गएर प्रस्तुत हुँदाखेरि चाहिँ कस्ता कस्ता शब्दहरूलाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा यो भिडियो मार्फत प्रस्तुत गरेका छौँ। यदि तपाईँ एउटा स्टेजमा गएर बोल्नुपर्ने कुराहरूलाई जान्न चाहनुहुन्छ भनेदेखि कस्ता कस्ता खालका शब्दहरू प्रयोग गर्ने भन्ने कुरा जान्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब विषयवस्तुतर्फ लागौँ। जस्तै हामी विभिन्न कार्यक्रमहरूमा गइरहँदाखेरि त्यहाँ एउटा अत्याधिक रूपमा आइरहने शब्द हो दुई शब्द। भनेको कार्यक्रम उद्घोषकले पनि अब भने दुई शब्द राखिदिनु हुन फलानाज्यूलाई हार्दिक अनुरोध गर्दछु भनिराखेको सुनिन्छ। अनि सँगसँगै त्यहाँ बोल्ने मान्छेले पनि मेरा दुई शब्द यहीँ टुङ्ग्याउँछु भनिराखेको सुनिन्छ। तर यदि तपाईँ सार्वजनिक रूपमा जाने कार्यक्रममा बोल्दै हुनुहुन्छ भने त्यहाँ दुई शब्द होइन, त्यो दुई शब्द भन्ने ठाउँमा चाहिँ मेरो भनाइ यहीँ अन्त्य गर्दछु, मेरो छोटो भनाइ यहीँ अन्त्य गर्दछु भन्ने खालको कुरा राख्दा एकदमै बेस्ट हुन्छ। दुई शब्द भनेको त कति हो त? हामी त्यही झुटो बोलिरहेको हुन्छौँ के? दुई शब्द होइन, त्यहाँ चाहिँ मेरो छोटो भनाइ यहीँ अन्त्य गर्दछु, धन्यवाद भन्ने खालको कुरा राख्नु पर्दछ। यसै गरी अर्को एकदमै धेरै प्रयोगमा भइराख्ने हामी त्यहाँ उमेरको नाता लगाउँछौँ के? स्टेजमा जान्छौँ अनि उमेरको नाता लगाउँछौँ। यदि आफूभन्दा अलिक ठुलो छ भने धन्यवाद कार्यक्रम सञ्चालक दाइ, आफूभन्दा सानो छ भने धन्यवाद कार्यक्रम सञ्चालक भाइ, आफूभन्दा चाहिँ अब ठुलो दिदी हुनुहुन्छ भने धन्यवाद कार्यक्रम सञ्चालिका दिदी, अब बहिनी हुनुहुन्छ भने धन्यवाद कार्यक्रम सञ्चालिका बहिनी। यस्ता खालका घरायसी नाता लगाइरहेका हुन्छौँ। यदि तपाईँ स्टेजमा गएर बोल्दै हुनुहुन्छ भने घरायसी नाता होइन, तपाईँले धन्यवाद कार्यक्रम सञ्चालक ज्यू, यदि तपाईँ त्यहाँ आफ्नै भाइ किन नहोस्, आफ्नै दाइ किन नहोस्, आफ्नै दिदी किन नहोस्, आफ्नै बहिनी किन नहोस्, तपाईँले त्यहाँ प्रयोग गर्दाखेरि धन्यवाद कार्यक्रम सञ्चालक ज्यू प्रोफेसनल ठाउँमा प्रोफेसनल कुरा नै गर्नुपर्छ। यसै गरी त्यहाँ एकदमै धेरै प्रयोग भइराख्ने उद्घोषिका होइन, त्यहाँ चाहिँ लिङ्गभेद हामीले गरिराखेका हुन्छौँ। यदि त्यहाँ लेडिज छ भने उद्घोषिका होइन, कार्यक्रम सञ्चालिका, अनि जेन्ट्स छ भने कार्यक्रम सञ्चालक उद्घोषक भनिराखेका हुन्छौँ। यदि तपाईँले त्यसो गरिरहनु भएको छ भने एकदमै गलत प्रयोग गरिरहनु भएको छ। यदि त्यहाँ लेडिज जेन्ट्स जेसुकै भए पनि तपाईँले धन्यवाद कार्यक्रम सञ्चालक ज्यू भन्ने शब्द नै प्रयोग गर्दा एकदमै राम्रो हुन्छ। अनि तपाईँ स्टेजमा गएर बस्दाखेरि धेरैको हामीले देखिरहेका हुन्छौँ कि स्टेजमा तपाईँ गएर अब अतिथि होस्, विशिष्ट अतिथि होस्, विशेष अतिथि होस् अथवा प्रमुख अतिथि होस्, जुन अवस्थामा जुन पोस्टमा तपाईँ अगाडि गएर बसिराख्नु भएको हुन्छ, त्यो अगाडि गएर बसेका मान्छेहरूले चाहिँ खुट्टा एउटा खुट्टामाथि अर्को खुट्टा फट्याएर अथवा खप्ट्याएर बसिरहेको देखिन्छ अनि अझै त्यो खुट्टा हल्लाइरहेको देखिन्छ। एकदमै गलत कुरा हो त्यो। यदि तपाईँ त्यसो गरिरहनु भएको छ भने कृपया त्यसलाई बन्द गरिदिनुहोस्। सकेसम्म तपाईँ मासमा गएर अगाडि बस्नु भएको छ भनेदेखि एउटा खुट्टामाथि अर्को खुट्टा खप्ट्याएर नबस्नुहोस्, यो एकदमै राम्रो हुन्छ। सकेसम्म तपाईँले चाहिँ एउटा खुट्टाबाट अर्को खुट्टा खप्ट्याएर नबस्नु होला। यसै गरी धेरै मान्छेले प्रयोग गरिराख्ने कुरा, जब हामी माइक लिन्छौँ, त्यो माइक लिइसके पछाडि हामी के गर्छौँ त भन्दा माइक चेक गर्नको लागि कि त त्यसलाई फुफु गर्छौँ होइन, अथवा कि त त्यसलाई चाहिँ हामीले ट्याक ट्याक हातले हान्ने गर्छौँ। त्यो दुईटै एकदमै गलत कुरा हो मित्रहरू। यदि तपाईँले माइक चेक गर्दै हुनुहुन्छ भने त्यो फुफु पनि नगर्नु होला अनि सँगसँगै त्यो ट्याक ट्याक हान्ने काम पनि नगर्नु होला। एकदमै धेरै मानिसहरूले, तपाईँले पनि सायद प्रयोग गर्नु भएको होला, जब तपाईँ माइक पाउनुहुन्छ फुफु गर्ने अथवा ट्याक ट्याक हान्ने गरिरहेको हुन्छ।
कृपया यदि तपाईँमा त्यस्तो बानी छ भने त्यसलाई आजैबाट छोडिदिनुहोस्। अनि तपाईँले त्यो माइकको गर्ने काम चाहिँ के हो भन्ने कुरा पहिला बुझ्नुहोस्। त्यो माइकले काम के गर्छ भन्दा मैले बोलेको कुरालाई माससम्म ठुलो बनाएर पुर्याइदिने काम चाहिँ माइकले गर्छ। भने तपाईँले बोलेर नै त्यसको प्रयोग गर्नुहोस्। हेलो माइक चेक भन्नुहोस्, मेरो आवाज सुन्दै हुनुहुन्छ भनेर सहभागीलाई सुन्नुहोस्, होइन? यसरी तपाईँले माइक चेक गर्दाखेरि फुकेर अथवा ट्याक ट्याक हानेर होइन, बोलेर नै माइक चेक गर्ने गर्नुहोस्। अनि तपाईँ यदि विभिन्न कार्यक्रमहरूमा गइरहनु भएको छ भने देख्नु भएको छ, जब कोही मानिस अगाडि गएर बोल्न थाल्दछ अनि यसरी पछाडि फर्किएर ब्यानर हेर्ने गरेको, अनि जस्तै फलानु कार्यक्रमका उपस्थित सम्पूर्ण महानुभावहरू भनेर पछाडि ब्यानरमा फर्किएर अनि बोलिरहेको देखिन्छ। यो पनि एकदमै गलत हो मित्रहरू। यदि तपाईँ अगाडि गएर बोल्दै हुनुहुन्छ भनेदेखि त्योभन्दा पछाडि फर्किएर हेर्ने काम नगर्नुहोस्। यदि तपाईँलाई कन्फ्युजन छ भने एउटा चिट बनाउनुहोस् बरु, अनि अगाडि ल्याएर राख्नुहोस् अनि बोल्न थाल्नुहोस्। त्यसरी तपाईँ अगाडि गएर बोल्दै गर्दा फेरि पछाडि फर्किएर ब्यानर हेर्नु त्यति शोभा दिँदैन मित्रहरू। त्यसैले यदि तपाईँ अगाडि गएर बोल्दै हुनुहुन्छ भने पहिलाबाट शीर्षक के हो तपाईँ आफै पहिला क्लियर हुनुहोस्। म यो शीर्षकमा चाहिँ बोल्दैछु, अथवा त्यो ब्यानरमा चाहिँ यो कुरा लेखेको छ, यो आयोजक, यो आयोजकले आज यो कार्यक्रम गर्दैछ भने तपाईँ पहिला क्लियर हुनुहोस्, त्यस पछाडि मात्र तपाईँ बोल्न जानुहोस्। अनि अर्को महत्त्वपूर्ण कुरा, तपाईँले पोडियमको प्रयोगलाई सही तरिकाले गर्नुपर्छ। र पोडियमको प्रयोग पनि हामीले विभिन्न तरिकाले, कसैले चाहिँ अडेस लाग्ने भाँडो, कसैले चाहिँ कुइना अड्याउने भाँडोको रूपमा प्रयोग गरिराखेको देखिन्छ। एकदमै गलत प्रयोग हो मित्रहरू त्यो। यदि तपाईँले पोडियमको प्रयोग गर्दै हुनुहुन्छ भने, यदि त्यो बिटवाला पोडियम फेरि विभिन्न खालका हुन्छन्, होइन? तपाईँले पोडियमको प्रयोग गर्दै हुनुहुन्छ भने फर्स्टमा तपाईँ पोडियमको बिचमा उभिनुहोस्, अनि सक्नुहुन्छ तपाईँले त्यो पोडियमलाई आफ्नो जिउले छुनु नै पर्दैन, नछोइकन हाउभाउ सहित बोल्न सक्नुहुन्छ। अथवा यदि तपाईँ पोडियममा छोएर बोल्न चाहनुहुन्छ भनेदेखि दुईटा बिटमा समाउनुहोस्, अनि दुईटा बिटपट्टि समाएर अनि हाउभाउ सहित बोल्नुहोस्। यसरी गर्नुभयो भने तपाईँले पोडियमको पनि सही प्रयोग गर्नुहुन्छ मित्रहरू। हामीले यो भिडियोमा सार्वजनिक रूपमा हुने विभिन्न कार्यक्रमहरूमा कस्ता कस्ता कुराहरू प्रयोग भइरहेका छन् र गलत प्रयोग भइरहेका छन् भन्ने विषयमा तपाईँलाई जानकारी दियौँ। यदि तपाईँले पनि यस्ता खालका गतिविधिहरू गरिरहनु भएको छ भने त्यसलाई आजै सुधार गर्नुहोस् र सही तरिकाको कार्यक्रममा बोल्ने बानी बसाल्नुहोस्। यी र यस्तै यस्तै विषयवस्तुहरू यदि तपाईँ हेर्न चाहनुहुन्छ भनेदेखि हाम्रो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुनेछ। फेरि अर्को भिडियोको साथ हामी उपस्थित हुने नै छौँ।